जे गर जसो गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो। आइनो मलाई गाउन आउँदैन तर पकाउनु चाहिँ म मिठो पकाउँछु है। अब म हजुरलाई सरस्वती के हाले भन्छु है त। प्याज, काँक्रो, धनियाँ, हरियो खुर्सानी, टमाटर, भिजाएको गेडागुडी, बदाम, कुरकुरे, चाउचाउ, जिरा धनियाँको धुलो, चिल्ली पाउडर, नुन, रक्सीको धुलो, इमलीको पेस्ट, कागती, भुटेको तोरीको तेल अनि यो सबैलाई चाहिँ बिस्तारै मिक्स गर्ने। अनि त्यसपछि त हाम्रो सादीको चाउचाउ इज रेडी। इफ हजुरहरूलाई चटपटेको रेसिपी चाहिएको छ भने चाहिँ मेरो भिडियोजमा गएर हेर्नु, मैले हालेको छु है। नेपालमा हुँदा आई युज टु इट अलट अनि कस्तो मिठो पनि हुन्थ्यो के। तर यहाँ म ट्राई गर्छु मिठो बनाउन, मिठो पनि हुन्छ तर के नपुगेको जस्तो हुन्छ। सायद इमोसनल फ्याक्टरले हो कि। एनिवे यो भिडियो एडिटिङ गर्दाखेरि चाहिँ मलाई कस्तो फेरि खान मन लागेको। फ्रिक्वेन्टली खानु भएन, गट हेल्थको पनि याद गर्नु पर्यो है। मिठो चाहिँ एकदमै भएको थियो, अमिलो पिरो ट्वाक्क।